हिजोको अङ्ग्रेजी मिति 2026 मे 17 तारिक आइतबारका दिन प्रवासी नेपाली सङ्घ भारत, पन्जाब, हिमाचल, चण्डीगढ संयुक्त राज्य समितिको आयोजनामा कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रम र पिकनिक कार्यक्रम भारतको चण्डीगढ स्थित नयाँ गाउँ ढिल्लो फार्ममा भव्यताका साथ सम्पन्न भएको छ, जसको प्रमुख अतिथिको रूपमा केन्द्रीय समितिका सदस्यहरू, त्यसैगरी विशिष्ट अतिथिको रूपमा केन्द्रीय समितिका पदाधिकारीहरू, नगर समितिका पदाधिकारीहरू, प्रारम्भिक समितिका पदाधिकारीहरू लगायत सयौं स्थानीय र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा सम्पन्न भएको थियो। जुन कार्यक्रममा ससाना भाइ बहिनीहरूले आफ्नो नृत्य प्रदर्शन गर्नुभएको थियो। त्यसैगरी ठुला महिलाहरूले, विभिन्न क्षेत्रका महिलाहरूले नृत्य, चुटकिला, कथा लगायतका अन्य प्रवचन दिनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सांस्कृतिक कार्यक्रम हुँदै त्यसपछि अन्त्यमा विभिन्न खदामाला र प्रमाणपत्रहरू वितरण गर्दै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको थियो। जुन कार्यक्रम पिकनिक कार्यक्रम 2025 मा खेलिएको भैलोबाट सङ्कलित रकमबाट चाहिँ कार्यक्रमलाई चाहिँ सञ्चालन गरिएको त्यहाँका आयोजक समितिका पदाधिकारीहरूले जानकारी गराउनु भएको थियो। त्यसैगरी यहाँ चण्डीगढमा एकजुट भएर सम्पूर्ण नेपालीहरू लाग्न, त्यसैगरी एकअर्कालाई परेका समस्याहरूलाई सङ्गठित रूपमा उहाँहरूलाई सहयोग गर्ने र यहाँ भएको धन, सिप, ज्ञान लगायतका कुराहरूलाई चाहिँ स्वदेशमा पठाउनको निमित्त र यहाँबाट आर्जन गरेको कुरा स्वदेशमा भित्र्याउनका निमित्त सङ्गठित भएर सम्पूर्ण साथीहरूले हर्ष उल्लासका साथ एकीबद्ध भएर लागि पर्नुभएको थियो। कार्यक्रममा वाद्यवादक समितिका पदाधिकारीहरूले वाद्यवादन बजाउँदै सोरठी नाच पनि प्रस्तुत गरिएको थियो भने अन्य कार्यक्रमको अन्त्यतिर नाचगान कार्यक्रम पनि रहेको थियो। जुन कार्यक्रम एकदम हौसलाका साथ सम्पन्न भयो र सम्पूर्ण साथीभाइहरू लगायतका सम्पूर्ण नेपाली दाजुभाइहरू यस कार्यक्रममा उपस्थित भएर आफूले चाहिँ आनन्द लिनुभएको थियो। त्यसैगरी हाम्रो निम्तोलाई स्वीकार गरेर भारतको राजनीतिक पार्टीबाट, बिजेपीबाट चाहिँ विभिन्न वडाका पदाधिकारीहरू पनि आउनुभएको थियो। साथै अहिले चण्डीगढमा चुनाव चलिरहेको हुँदा उहाँहरूले नेपालीहरू समक्ष जो चाहिँ भारतमा कार्यरत हुनुहुन्छ उहाँहरू समक्ष आफूले उहाँहरूका समस्या समाधान गर्नको निमित्त भोट माग्दै दुई देशीय सम्बन्धलाई चाहिँ थप गाढा र स्फूर्त रूपमा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो र विभिन्न महिलाहरू आएर, विभिन्न वडाका महिलाहरू, त्यसैगरी अन्य त्यहाँ उम्मेदवार दिनुभएका उम्मेदवारहरू आएर नेपालीहरूसँग चाहिँ हातेमालो गर्नुभएको थियो र उहाँहरूले चाहिँ नेपालमा नेपालीहरूलाई चाहिँ भारतमा रहेको बेला पर्ने समस्याहरूलाई चाहिँ आफूले समाधान गर्ने र आफूलाई भोट दिन आग्रह गर्दै आफू नेपालीहरूको समस्या आफ्नो समस्या बताउँदै जुनसुकै रूपमा पनि आफू कटिबद्ध रूपमा भएर अगाडि लाग्ने प्रतिबद्धता हाम्रो कार्यक्रममा आएर चाहिँ उहाँहरूले जानकारी गराउनु भएको थियो। जुन कुराले चाहिँ हाम्रो सङ्गठन र हाम्रो एउटा कार्यक्रमलाई थप बलियो आधार बनाएको थियो